भद्रगोल अवस्थामा चलिरहेको बेलामा यहाँ कहिले राजातन्त्र, कहिले गणतन्त्र, कहिले लोकतन्त्र, यी तन्त्रका बिचमा हाम्रो चाहिँ एकजना बाँसुरी तन्त्र, जसले चाहिँ अब बाँसुरी तन्त्र ल्याउनुपर्छ भनेर लागिराख्नु भएको छ। र यता अब मान्छे चाहिँ कस्तो हुनुहुन्छ थाहा छैन, तर नाम चाहिँ ठिस होइन। उहाँ दुईजना लिएर चाहिँ हामी वैज्ञानिक ओके, ठिक छ। हामी उहाँहरू दुवैजनालाई चाहिँ सम्पूर्ण मिडियामा स्वागत गर्न चाहन्छौँ। स्वागत छ तपाईँहरूलाई। नमस्कार हजुर, तपाईँलाई यो सबै हाम्रो भिडियो हेर्ने दर्शकहरूलाई पनि। हजुर बाँसुरीजी, अहिले तपाईँको के चलिरहेको छ यति बेला? तपाईँ त रवि पक्ष हुनुहुन्छ के होइन? रवि पक्ष भन्दा पनि रविलाई जाने निक्लिनुपर्छ, उहाँलाई थुनेर मात्र हुँदैन समाधान। मेरो कुरो सहकारी पीडितले चाहिँ न्याय पाउनु पर्यो, उहाँहरूले पैसा फिर्ता पाउने चाहिँ न्याय दिन पर्यो भन्ने कुरा मेरो हो। अनि यो त के भन्नुहुन्छ, ठिसजीले चाहिँ के भन्नुहुन्छ? म त रविलाई निकाल्ने पक्षमा छैन सर। रवि जस्ता मान्छे भ्रष्टाचारीहरूलाई कहाँ निकाल्ने कुराहरू भयो तपाईँले? ए रवि भ्रष्टाचारी हुन्? भ्रष्टाचारी त्यत्रो सहकारी कुन तरिकाले भन्नुहुन्छ तपाईँ भ्रष्टाचारी? त्यत्रो सहकारी डुबाएर गएको थाहा तपाईँहरूलाई? सहकारी पैसा डुबाएर गएको नेपाली जनता कति पीडित छन् अहिले? विचार गर्नुहोस् है, तपाईँको छेउमा फेरि बाँसुरी तन्त्र पनि हुनुहुन्छ, उहाँले अलिकति खडा दिनुहुन्छ नि। कसरी भ्रष्टाचारी भने? भ्रष्टाचारी जस्तै हुन्, त्यत्रो सहकारी पीडित बनाए मान्छेले, त्यत्रो सहकारी डुब्यो, त्यत्रो नेपाली जनताको पैसा गयो खोलामा, यही कुरो थाहा तपाईँलाई? तपाईँ के कुरा गर्नुहुन्छ? तपाईँको अब तपाईँले के मिसन लिएर हिँड्नु भएको छ त्यो कुरो गर्नु न। बाँसुरी तन्त्र मिसन मैले जेसुकै लिउँ, जेसुकै लिउँ, तर एउटा मान्छे थुनेन हुन्न। रवि जस्तो अमेरिकाबाट केही गर्छु भनेर तपाईँकै लागि अब अमेरिका छोडेर यस्तो तपाईँ जस्तो धेरैजनालाई न्याय दिन, तपाईँहरूलाई राम्रो होस्, तपाईँको भविष्य उज्जवल होस् भनेर आएको मान्छेलाई भ्रष्टाचारी भन्ने नि। यदि दोषी नभए कसरी कारवाही भयो त? कसरी चाहिँ पुलिसको कटाघरमा गएर चौकीमा पऱ्यो त? तपाईँ त्यो कुरो गर्नु न। अहिले जेलमा कसरी गयो त? बिना कारण जान्छ कोही मान्छे? कस्तो कुरो गरेर कस्तो कुरो के हो कुरो खासमा बाँसुरीजी? तपाईँले जवाब दिन सक्नु भएन नि उहाँलाई। अब तपाईँ के कारणले गयो त रवि जेलमा? किन थुनिए त? तपाईँ जवाब दिन सक्नु भएन नि। अब यस्तो तपाईँको अब गएको छैन भन्न नि मिलेन, जानु त जानु भएको छ उहाँ, हजुर। तर प्रतिशोध साँधेको रिस रागमा पारेको भन्ने जस्तो देखिएको छ नि त तपाईँको रविलाई। जे भएर अहिले नै हामीले उहाँ दोषी हो, यस्तो उस्तो भन्ने बाटो त कहाँ न्यायालयले हामीलाई दिएको छ र? तर एक हिसाबले होइन, उहाँले भने छानबिन भइरहेको हो। अब तपाईँको अस्ति त 84 दिन छानबिन गर्दा नि केही प्रमाण भेटेन। हेर्नुहोस्, मेन नायकै अझसम्म राज्यले पत्ता लगाउन सके छैन, भेट्न सके छैन। उहाँ नआइकन त अत्तो केही पनि लागेन नि। यो त तपाईँको रविको विचार रोक्नलाई लर थुनेको जस्तो देखिँदैन र। प्रमाण बिना रविलाई चाहिँ दुःख दिइराखेको छ भने तपाईँहरू त रवि समर्थकहरूले त यसको विरोध जनाउनु पर्ने होइन र? अहिले त अदालतले थुनामै राखा भन्यो नि त। अब अदालत विरुद्ध त को जान्छ? तपाईँहरू चाहिँ न्यायालयले त मान्नै पर्यो। अब थुनेछ भन्दैमा थुन्न लग्यो, थुन्यो भन्दैमा त्यो पहिला थुन्यो, अहिले थुनिरहेको छ भन्दैमा रवि नराम्रो हो, उसले यस्तो गर्यो उस्तो गर्यो अहिले भन्न पर्ने त जरुरत त देखिए छैन। हेर्नुहोस्, अनि त्यही पनि तपाईँहरूले आवाज त उठाउनु पर्यो नि त। आवाज त हामीले उठाएको छ, मैले त कति उठाएको छु। तालपरे अहिले यसो भन्दै गर्दा अहिले बेलुकासम्म रवि छुट्न नि सक्छ। हेर्नुहोस्, अब आज सुनवाई भन्दै थियो के हो कसो हो हेर्ने न्युज आउनु लाग्यो। त्यहाँ नभए बोल्नुपर्छ हाम्रो मान्छे जति त एकछिन सर, एकछिन मोबाइल बन्द गरौँ न। बिना कारण मान्छेलाई त्यतिकै लगेर थुन्दैन के सर? तपाईँ त्यो कुरो गर्नु न यार। बिना कारण थुन्दैन के बुझ्ने? प्रमाणले अदालतले प्रमाण खोज्छ होइन? बिना प्रमाण लगेर मान्छेलाई त्यतिकै चौकीमा लगेर हाल्छ त? त्यो कुरो गर्नु न। के भन्ने अब तपाईँलाई कसरी बुझाउने? अब मूर्खदेखि के भने जस्तो कसरी सम्झाउनु बुझाउनु? त्यत्र अब तपाईँको गलतै संसारमा जनता जस्तो ठुलो कुरो केही पनि छैन। तपाईँले बुझ्नु भएको छ नि होइन? यदि पार्टी राम्रो भए 2 चोटि जेल पऱ्यो होइन? अहिलेसम्म कतिचोटि पऱ्यो तपाईँलाई थाहा छ नि? कति त्यही त तपाईँले सोध्दैछु, कतिचोटि अहिलेसम्म पऱ्यो? 2 चोटि 3 चोटि पछि आज निक्ल्यो भने त फेरि आज निक्ल्यो, फेरि भोलि परिहाल्छ। त्यो सरकारको त्यो सरकार त्यति कम नै छैन नि अहिलेको सरकार। बाँसुरीजी, तपाईँ जवाब दिन सक्नु हुँदैन भने तपाईँ चाहिँ के बाँसुरी तन्त्र ल्याउनु?
जवाब त अब 100% जवाब त हाम्रो छैन हुँदैन नि हजुर। अब 100% दिन सक्नु पर्यो नि। तपाईँ भनेको तपाईँले त भने होइन बाँसुरी तन्त्र ल्याएर देशको प्रधानमन्त्री बन्छु भन्नुभयो कि होइन मेरो भनाइ चाहिँ के हो भने भोलिको दिनमा कोही पनि जेलमा थुनिन नपरोस्। आज रवि थुन्यो भोलि अरू थुन्ने रवि जस्तो लाखौँ थुन्ने होलान्, सबैलाई निकालेर देश विकासमा काम लगाउने भन्ने कुराहरू गरे हो मैले। त्यो त अपराधी चोरहरू भित्र बसेर तिनीहरूलाई बाहिर निकाल्यो भने तिनीहरूले फेरि अरू अपराध गराउनु तिनीहरूलाई बाहिर निकाल्ने कसरी देश विकास हुन्छ? कस्तो कुरा गर्नुहुन्छ? तपाईँ भविष्यको प्रधानमन्त्री भन्नुहुन्छ यार। एउटा तपाईँको चाहिँ जनताको आवाज जुन जनताको प्रश्न फर्काउन सक्नुहुन्न भने तपाईँ कसरी प्रधानमन्त्री हुनुहुन्छ? होइन मैले बुझेँ चाहिँ तपाईँको अब पैसा खाएको म पर्मनेन्ट पुगेन हो, हिनामिना गरेको हुना एउटा त्यो साङ्गठिक अपराध र सम्पत्ति शुद्धिकरण भनेर घुमाइरहन पाएको नि त रविलाई। अब राज्यले थुनिने उपाय थुनिराखेको छ त के गर्ने भने अब यो तपाईँको यदि तपाईँलाई थाहा छैन भने मलाई सोध्नु न। ल ठिक भनिदिनुहोस् त, मलाई सिकाइदिनुहोस्। मैले के सोध्ने के भन्ने प्रधानमन्त्री थुनेकै छ गल्ती नभए थुन्थ्यो भन्दा थुने त यसलाई के भन्ने त बिना कारण त थुन्दैन सर। त्यही पनि अहिलेको समयमा के भयो भने यो पार्टीगत गइदियो क्या। यदि राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष के रवि लामिछाने चाहिँ जनताको हितमा जानु भएन होइन, पार्टीगत पार्टी स्वार्थमा जानुभयो हो कि होइन। उहाँले चाहिँ भाषण ठुल्ठुलो कुरो गर्ने मिसन 84 के बुढापाकाको चाहिँ पछि नलाग्ने हाम्रो रूपकतन्त्र जस्तै पछि नलाग्ने अर्थतन्त्र जाने, तर कहाँ जाने जाने थाहा भयो के भने क्या बजार क्या होइन ठिसी अब यस्तो पायो भने होइन ठिसीले चाहिँ अब एकदमै तपाईँले चाहिँ सहकारी ठगी भनेर चाहिँ जुन तपाईँले ट्याग दिनुभयो रवि लामिछानेलाई होइन, तपाईँ कुन तरिकाले दिनुहुन्छ? मैले देखेन। हामी जस्तै आम जनताले दिएको क्या होइन जनताले त उहाँले त अहिले बाघ भनिरहेछ नि त बाघ। यस्तो छ कि सबै उसै पक्षमा छैन नि। हजुर यदि सबै उसै पक्षमा भएले चाहिँ अब यदि प्रधानमन्त्री पढाइसक्नु पर्ने हो होइन। राजनीतिज्ञहरू चाहिँ रवि लामिछानेको पछि पछि लागिरहेका छन्, उसलाई चाहिँ कसरी हुन्छ सिद्ध्याउनु पर्छ भन्ने पक्षमा भने जनता जति चाहिँ रविलाई बाघ भनेर उर्लिरहेका छन्। जनता यो कुरा तपाईँले बुझ्नु भएको छैन क्या? कस्तो भने त्यो त्यत्रो पैसा पीडित चाहिँ गएर चाहिँ उनीहरू चाहिँ यदि रविलाई निकाल्न पाए हाम्रो पैसा आउँथ्यो कि भन्ने तरिकाले चाहिँ लागेको छ। हजुर त्यहाँ जति गरिब दुःखी दिन दुःखीहरूले लगेर सहकारीमा लगेर पैसा जम्मा गरेको पैसाहरू छन् जम्मै धिनामिनामा भनेर त्यो सरकारले लगेर त्यति लगेर थुने त होइन होला होइन। तपाईँले अहिले चाहिँ यो रवि लामिछानेको विरोध गरिरहँदै गर्दाखेरि मैले रवि लामिछाने विरोध गरेको होइन कि यसरी ठगीहरूले चाहिँ गरेको हो। अब यत्रो सभापति जस्तो पदमा मान्छेले गएर चाहिँ अहिले थुनिनु पर्दा तपाईँले देख्नु भएको छ कस्तो चाहिँ छ। अब भोलिको स्थिति के होला? भोलि मिसन 84 गएर चुनावमा कसरी आउने त अब? अनि तपाईँले ठगी भनिरहँदाखेरि चाहिँ प्रमाण के छ तपाईँसँग? मैले पुरा सरकारले गरेर प्रमाणित गरेर सरकारले थुन्यो त। खै प्रमाणित भएको भए त उनीहरूले जेलभित्रै के अरे उनलाई चाहिँ प्रुफ गरेर यति वर्षको जेल सजाय भनेर तोकिसक्नु पर्ने नि त। बारम्बार दुःख मात्रै दिएको छ, धरौटीमा छोडिया छ, कहिले भित्र ल्याएको छ, कहिले बाहिर छोडिया छ। यो त के हो त? त्यही त भन्दैछु नि। अब यो प्रुफ अब खोज्दैछ त सरकारले। ए भनेपछि तपाईँहरू दुवैजना चाहिँ नि भोसरी राज मात्रै हो, तपाईँहरूलाई अरू कुरा केही थाहा छैन न? उहाँले त चाहिँ उसको जवाब दिन सक्नुहुन्छ रवि लामिछानेको विषयमा, न तपाईँले चाहिँ यो विषयमा जवाब दिन सक्नुहुन्छ। तपाईँहरू फोकडे मिडियामा चाहिँ त्यो काला बजारमा मात्रै आउने हो? होइन मैले कुरो भन्दै नपाइकन राम्रो तरिकाले कुरा गर्न नपाइ उहाँले भ्रष्टाचारी भन्दै ठग भन्दै यो जनताले छुटाउँछ नि। अनि तपाईँहरू चाहिँ खास के हो भन्नुहोस् त? ल तपाईँहरूको परिचय के हो? तपाईँ दुईजनाले आफ्नो परिचय दिनुहोस् त हामीलाई। यस्तो भयो कि सर तपाईँको अब उहाँले भ्रष्टाचारी भन्दै ठग भन्दै मेरो दिमाग खराब भयो कि सुरुमै अब तपाईँको मुड अफ भयो त्यो कुरा गर्ने उसमै दोष राखेरमै गएन के भन्नु। तपाईँ जस्तो एउटा राष्ट्रिय स्वतन्त्र पार्टीको जल्दो बल्दो रवि लामिछानेको जस्तो समर्थक भएर तपाईँले दिमाग खराब भयो भन्न मिल्छ? होइन भयो तपाईँको के राष्ट्रिय स्वतन्त्र पार्टीमा सबै दिमाग खराब भएका मात्रै छन्? म स्वतन्त्र पार्टीको त होइन नि त, स्वतन्त्र पार्टीको होइन। मेरो भनाइ चाहिँ कस्तो हो भने तपाईँहरूले बुझ्नुहोस् कि कान खाडो पारेर सुन्नुहोस्। रवि लामिछानेले पैसा यताउति हिनामिना गरे भने कति गरे भनेर त्यो न्यायालयले ठ्याक्क पत्ता लगाइदियोस्।
रविलाई मन पराउने भनौँ अथवा भोटै हाले 12 लाख भोट हालेको बाहेक अरू 20-30 लाख गरेर 40-50 लाख जनता रविको समर्थक छन्। जहाँ 1 करोड 2 करोड 1 अर्ब परे पनि हामी रविका समर्थक मिलेर हामीले मिलेर तिर्दै जाउँ के ट्याक्कै। पीडितलाई तिर्न पर्ने हो कि राज्यलाई तिर्नु पर्ने हो? राज्यले छुट्याइदियोस्। नत्र भने केही गर्छु भनेर जोस जागरा अगाडि बढिरहेका रविलाई यो थुन्नु पटक पटक बोल्न नदिनु यो पटक पटक थुनिराख्नु भनेको त तपाईँको नेपालमा के छ? एमाले काङ्ग्रेस माओवादी यो मेन पार्टी छ नि त। हो भर्खर 30-40 वर्ष यो सत्ता शासन हाकिरा पार्टीलाई भर्खर आएको रविले हामीलाई त सिधाइदिनु भयो। यसले यसको मान्छे यसले सबै खाइदिनु भयो, हाम्रो पद कुर्सीहरू सबै खाइदिनु भयो। अब यसलाई कसरी तल पार्ने भन्ने तरिकाले उनीहरू थुन्या हो भन्ने कुरा हो क्या मेरो। होइन यस्तो हो बाँसुरीजी, तपाईँले कुरा त मिठो गर्नुभयो होइन, मिठो होइन तर यहाँ सुन्नुहोस्, रियालिटी नै त्यही हो। तपाईँको चाहिँ अहिले दर्शक श्रोताहरूले तपाईँलाई जज गरे अनुसारले तपाईँले आफ्नो कमेन्टहरू पनि हेर्ने गर्नु भएको छैन। मैले हेर्छु यो बाँसुरी भन्ने चाहिँ यो बाँसुरी तन्त्र सन्त्र ल्याउने केही पनि होइन, आफ्नो पेट कसरी पाल्ने त्यो मन्त्रमा मात्रै लागेको छ यो भन्ने खालका कमेन्टहरू आइरहेका छन्। तपाईँलाई अहिले आफैले खाना धौधौ छ अरे भन्ने कुरा छ, तपाईँले कसरी चाहिँ रवि लामिछानेलाई पैसा उठाएर निकाल्न सक्नुहुन्छ? 40-50 लाख जनताले 1000 हाल्यो भने कति हुन्छ? 50 लाखले हिसाब गर्नु 50 लाख हुन्छ। 5000 हाल्यो भने तपाईँले त म निकाल्न सक्छु भन्नुभयो नि त अघि। हामी मिलेर भन्दैछौँ त भने। तर ठ्याक्कै सरकारले राज्यले हिसाब किताब गर्दैन पऱ्यो कि तपाईँको पटक पटक गरेर थुनिरहने दुःख दिने कुरा जस्तो त्यो पटक पटक थुनिरहने भन्ने कुरा त जनतालाई पनि थाहा छ होइन। खानालाई लाउनुमा तपाईँ धौधौ कुरो गर्नुहुन्छ भने म अहिलेसम्म 2 करोड आफैले कमाएको पैसा समाजसेवा गरेर मैले तपाईँ दुईजना यहाँ सुन्नु न, जनताको लागि तपाईँ दुईजनाले समाजसेवा गरेको छु हेर्नुहोस्। तपाईँ दुईजनाले सुन्नु न, अहिले पनि 1-2 लाख मेरो लागि केही पनि होइन हेर्नुहोस्। हाम्रो ठिसजी हुनुहुन्छ नि, हाम्रो ठिसजी चाहिँ नि मान्छे पनि ठिस दिमाग पनि ठिसै जस्तो लाग्यो मलाई। अघि सुरुमा 2-4 राम्रै कुरा गर्नुभएको थियो होइन। तपाईँले यो के अरे अब त्यो कुरा गरिरहँदाखेरि होइन तपाईँको चाहिँ तपाईँ कुन पार्टीबाट अहिलेको भनाइअनुसार त एउटा झोले भने चाहिँ तपाईँ कुन पार्टीको झोले हुनुहुन्छ? म कुनै पार्टीको झोले होइन सर, म चाहिँ एउटा अहिले नयाँ आएको छ नि स्वतन्त्र जो निष्पक्ष तरिकाले लड्ने, जस्तै बालमी सर हुनुभयो, कोपी हमाल, अनि त्यसपछि गएर भक्तपुर के अरे सरी पक्षहरू चाहिँ म चाहिँ समर्थन गर्ने र यिनीहरूले गरेको काम राम्रो हो भन्ने र यिनीहरू पनि दाग नलागेको हुनाले गर्दाखेरि मैले चाहिँ यी पक्षले राम्रो सोचेर चाहिँ अहिले भनौँ न अहिलेको समयअनुसारले राम्रो भनिरहेको छु भने मेरो बाँसुरीजी अब यस्तो मूर्खहरूले जे भन्नु त्यस्तै मूर्खै लाग्यो सरकार राज्य न्यायालय पनि। तपाईँको जे नपरेपछि नराम्रो हुन्छ भन्ने बुझ्दो रहेछ जनताले हेर्नु, साधारण जनताहरूले त्यस्तै। अब आज पनि रविलाई नछुटाउनु बनाइदिन्छ नि एकल न्यायाधीश होइन, संयुक्त इजलासमा उहाँको केस हेर्ने रे अब सबै न्यायाधीश बनेर होइन। यस्तो छ बाँसुरीजी, सुन्नु न मेरो कुरो, संयुक्त इजलासले चाहिँ रविलाई छुटाउने कि नछुटाउने अझ सरेछ ल हेर्नुहोस् त। अनि उहाँहरू चाहिँ थुनै रविलाई देखेपछि नराम्रो भनेपछि त राजसभाको पार्टीलाई भनौँ अथवा रविलाई दाग लाउने काम बनाउन खोजे जस्तो नि देखियो। यहाँ सुन्नु न, ननिकाल्दिने बेला लाने थुनिदिरहने बेला लाने थुनिदिरहने अनि निकाल्दिने कहिले। बाँसुरीजी तपाईँ यहाँ मेरो कुरा सुन्नु न, अनि यो साधारण जनताहरूले त त्यही बुझ्ने भयो नि त ठ्याक्कै। रविको तपाईँ समर्थन गरिराख्नु भएको छ होइन। योभन्दा पहिला पनि एउटा हल्ला तपाईँको चाहिँ बजारमा के थियो भने तपाईँ त्यो माओवादीको पार्टीमा त्यो प्रचारको बेलामा चाहिँ नि त्यो रक्सी र त्यो मासुको साँप लगाउँदै हुनुहुन्थ्यो भन्ने हल्ला छ नि त बजारमा। के हो होइन, तपाईँको त त्यो साँप भेटेपछि कुदिहाल्ने, रक्सीको बियरको बोतल भेटेर कुदिहाल्ने, 2-4 पैसा कसैले खुसुको हालिदिएपछि चाहिँ नि 2-4 शब्द बोलिहाल्ने गर्नुहुन्छ नि। के हो के भने सुनेन के कान पनि कमजोर छ तपाईँको? तपाईँले हामीले यसरी कराएका आवाजहरू सुन्नुहुन्न भनेपछि जुन पार्टीको तपाईँ सपोर्ट गरेर जुन जनतालाई चाहिँ हामी न्याय दिलाउँछौँ भन्नुहुन्छ नि, तपाईँले जनताको आवाज सुन्न सक्नुहुन्छ? अब चाहिँ सुने के भन्छ जनताको आवाज सुन्न सकिहाल्छ। जनताको आवाज सुन्न सक्नुहुन्छ। तपाईँ उद्देश्य के हो? तपाईँ के उद्देश्य लिएर जन्मिनु भएको? उद्देश्य लिएर जन्मिने हुन्छ भने अब अहिले राख्ने उद्देश्य हो नि हामीले अब मान्छे हुर्कँदै जाँदै बढ्दै जाने क्रममा राख्ने हो उद्देश्य। अहिले उद्देश्य राखेको हेर्नु
तपाईँको भविष्य बनाउने उद्देश्य मैले राखेको छु। नेपालको बनाउने, नेपालको जनताको उद्देश्य बनाउने मैले राखेको छु भविष्य। सुन्नुहोस्, नेपालमा चाहिँ घाँस बाँस कपास खान बस्न लाउन अनि टक्क लाएर बिमारी पऱ्यो भने स्वास्थ्य उपचार फ्री गरे, 1 रुपियाँ पैसा नभए पनि फ्रीमा अँ यसो हुन गर्नु पर्यो तपाईले भन्ने सरकारले उद्देश्य राखेको पहिलो छ। नम्बरमा एउटा हस्पिटल तपाईँ खोल्नु नि त, एउटा फ्री सेवामा एउटा हस्पिटल तपाईँले खोल्नु त ल। यहाँ मात्र होइन कि तपाईँको नेपालभरि नै त्यही बनाउने भने यो ठाउँमा मात्र खोलेर भएन, नेपालभरि नै खोले। अब यहाँ सुन्नु न, अहिले अब जनताहरूले तपाईँको चाहिँ विरोध मात्रै गरिरहेका छन् होइन, तपाईँको पक्षमा कोही पनि छैनन्, तपाईँको आवाज गरेर सुन्नेवाला पनि छैन। कसले भने छैन? अनि तपाईँ सुन्नु न, लाखौँ त। तपाईँले अस्ति भर्खर मात्रै एउटा चाहिँ अब नेपालमा बसेर अमेरिकाको आगो निभाइदिन्छु भन्ने तपाईँ जतिको मान्छेलाई कसरी पिछाउनु? नेपालमा नेपालमा बसेर आगो निभाउनु भने हो त हाम्रो नेपालमा एउटा आगो निभाउने चेलो एउटा केटोले हामीले लिएर आयौँ। हेर्नुहोस्, ए नेपालमा त्यो केटोले निभाउन सक्छ। जस्तो उसले मलाई अमेरिकाले लग्यो भने म ठ्याक्कै निभाइदिन सक्छु 48 घन्टाभित्र भने ल हो भनेर हामीले मिडियामा प्रचार गरिदिएको। उहाँलाई लिएर गएको भए अमेरिकाले अथवा नेपाल सरकारले मिलेर पठाएको भए ननिभाउन सक्थ्यो। तपाईँ चाहिँ अमेरिकाको आगो नेपालबाट निभाउन सकिन्छ भन्ने, बाहिरी देशबाट चाहिँ सर्पहरू ल्याउने, घोडाहरू ल्याउने, गाडीहरू बन्द गर्ने भन्नुहुन्छ। तपाईँको यो कस्तो खालको योजना हो? यो कतातिर लैजाने? घोडा चल्नु ठिक होइन भने बाइक गाडी चल्नु भन्दा बाइकको धुलो धुवा ध्वनि प्रदूषण भन्दा तपाईँको घोडा ट्रक चलाएर घोडा चल्नु भने पेट्रोल पनि ल्याउनु परेन, पैसा बचत भयो। हेर्नुहोस्, हजुर तपाईँको गाडीले बाइक ठिक छ। खिचेर मान्छे मऱ्यो ठिक छ। भने मान्छे तपाईँ मुसु हाँस्नुको खास कारण के भन्नुहोस् त? मुसु हाँस्नुको मको लागि सुन्नुहोस्, संसारमा हजुर मान्छे चन्द्रमामा पुगिसक्यो। तपाईँ कसरी पत्ताउने भन्छ चन्द्रमामा को पुगेछ? तपाईँलाई थाहा छ? तपाईँ यति झोलबाट यो अहिले मलाई यस्तो क्वेसन हो छिट्या क्वेसन सोध्दै हुनुहुन्छ, थाहा छ? यति झोलबाट पत्ताउनुहुन्छ यति के तपाईँसँग माछा पोखरीबाट जाने रत्नपार्क जाने 15 रुपियाँ भाडा छैन अनि चन्द्रमामा गएको मान्छे कसरी देख्नु पर्यो तपाईँलाई? चन्द्रमा को पुग्यो? हाम्रो ठिसजी पनि यति झोलबाट यस्तो भएको हो या रविलाई विरोध गरिराखेको यति भएको ए उहाँले पनि झोलै पाउनुहुँदो रहेछ? यति झोलबाट उहाँ यस्तो बनेछ पत्ताउँछ कसैले? कसले दियो झोल? पत्ताउँछ झोल कसले दियो उहाँ? बाबुले आमाले दियो, पत्ताउँछ त पत्ताउँदैन मान्छेले। तर यति नै दिएर र आमाको उसमा गर्भमा हुर्किँदै बढेर अहिले यस्तो आएर यसरी हामीले गयो भनिराख्यो हो नि त होइन? त्यही पत्ताउनु संसारमा जे कुरो पनि होइन, यस्तो हो। पत्ताउनु सक्ने कुरो पत्ताउनु पर्छ। त्यही भएर त्यो भाइले हाम्रो सरल भाइले आगो निभाउन सक्छु दाइ म अमेरिका मलाई नेपालले अथवा अमेरिकाले तान्यो भने म निभाइदिन्छु 48 घन्टा भनेर उसले दुःखलाई के गरेर मुतेर निभाउँदो रहेछ त्यसले? कसरी निभाउँथ्यो? उहाँसँग टेक्निक थियो, आइडिया थियो, उसले निभाउँछु भने हामीले मिडियामा प्रचार गर्थ्यो। मैले निभाउनु त भने तर निभाउनु त सकिन्छ। अनि त्यत्रो निभाउन नसकेको कुरा चाहिँ त्यसले कसरी निभाउँछ त? स्रोत र साधन दिएपछि सकिन्छ भनेको थियो त। त्यो त स्रोत साधन त त्यहाँ थियो त। सकिन्छ के त्यत्रो अमेरिका जस्तो विकसित देशले रवि लामिछाने पूर्व गृह मन्त्री अहिले होइन, उहाँ 2-2 चोटि गृहमन्त्री बन्छन् भने तपाईँलाई के 2-3 वर्ष अगाडि थाहा थियो? 4-5 वर्ष अगाडि तपाईँलाई त थाहा छैन के? उहाँले राष्ट्रपति पार्टी बन्छन् भन्ने थाहा थियो? तपाईँलाई चाहिँ के थाहा छ? मलाई त विश्व थाहा छ। विश्वमा के थाहा छ? यो तपाईँलाई गङ्गाटा ल्याउने, सर्प ल्याउने, नेपालमा भित्र्याउने, कहाँ बिच्छे ल्याउने, घोडा ल्याउने भन्नुहुन्छ तपाईँ? यही थाहा छ तपाईँ? सिममा पनि ल्याउने, अन्त सिंह पनि ल्याउने सिममा पनि ल्याउने। के यहाँका भ्रष्टाचारी नेताहरूले चाहिँ अब जनता लुट्न सकेनन् भनेर अब सिंह ल्याएर पनि अब खुवाएर मारिसिदियो भने होइन, जङ्गल अलिकति सुनसान भयो, जङ्गलतिर ल्याएर भर्ने हेर्नुहोस्, सिममा देउता भयो भने देशको विकास हुन्छ। तपाईँ हेर्नु ठिक छ, तपाईँ चाहिँ हाँसिरहनु, तपाईँको त शब्द केही छैन, भोलि आउँदैन होइन? 2-4वटा प्रतिवाद तपाईँले पनि गर्नु पऱ्यो नि त। सर्प भने हाम्रो नागदेउता हेर्नुहोस्, सर्पको डिस लाग्छ भन्छ नि, सर्प धेरै भयो भने यो वायुमण्डलबाट दिशाको चिज चाहिँ सर्प निन्छ है। अनि त्यसपछि हामीलाई तपाईँको वायुमण्डलको यो रोग लाग्ने भएन कि हामीलाई। अब मेरो कुरा बुझ्नु 6 महिना 1 वर्ष अध्ययन गर्नुपर्छ, मसँग सिक्न आउनुपर्छ, बुझ्न आउनुपर्छ, नभए यसरी मैले भने के हो बुझ्नु पऱ्यो। अब तपाईँ उल्टो पाल्टो बुझेर चाहिँ हुँदैन। ओके दर्शकबिन, यति बेला हामी चाहिँ अब कार्यक्रमको अन्तिममा आइसकेका छौँ। धेरै कुरा गर्ने भनेपछि अब यसै त हामीले राखेका अतिथिहरू त्यसै पनि फुस्किएका जस्ता छन्। हामी पनि यो हेर्ने र सुन्ने मान्छे पनि फुस्किनु पऱ्यो भने गाह्रो हुन्छ। तपाईँहरूको त्यस्तै छ, तपाईँहरूको विचारै त्यस्तै खालको छ।
कसलाई खुसी गर्नु? अनि यसो गरौँ त्यो त तपाईँहरू हो यस्तोलाई भनेर खुसी गर्नु। तपाईँ पत्रकारसँग बात नगर्दै हुनुहुन्छ तपाईँ भनेको मौन बस्न सक्नु पऱ्यो क्या। तपाईँ जति एउटा नेतृत्व गर्न सक्ने मान्छेले तपाईँले मौन तरिकाले उदाहरण दिन सक्नु। तपाईँ गुन्डा पाराले हामीसँग झगडा गर्नु पर्ने हो अनि होस्ट गर्न आउँदैन अलि कता होइन होस्ट होइन। तपाईँले त त्यो जनताको समस्याको विषय थाहा छैन तपाईँलाई। जे पाए त्यही त तपाईँ जतिको मान्छेले हामी चाहिँ बाबुआमाले यति झोल दिएका भनेर यस्तो शब्द बोल्न मिल्छ मिडियामा? नपत्याएको त। अनि? किन नपत्याएको त तपाईँ? हो तपाईँलाई अब फुस्किएको भन्ने कि राम्रो भन्नुहोस् न। नपत्याकिन तपाईँले किन नपत्याएको? त्यति झोल्ने जो पनि निस्किन्छ त्यो सबैलाई थाहा छ नि। तपाईँले त्यो भन्न मिल्छ मिडियामा आएर? त्यो झोलको कुरा निकाल्न मिल्छ? ये त नामै चिज कामै चिज हुने त भने नामै चिज के या त ठिकै हो जे जे भयो तपाईँले जेसुकै भन्नु रवि नामी जाने छुट्छन् छुट्नुपर्छ होइन। अब यो 2-4 दिन उनलाई नराम्रो बनाउन थुने भए पनि निक्लिन्छन् 100% एक्लै एक दिन सत्यको चेन्ज हुन्छ। तपाईँ जे भन्नु भयो यो तपाईँलाई प्रधानमन्त्री बनाउनु र त्यसो मेरो परिवारलाई राजा बनाउनु एउटै ल कोला राजा छ हाम्रो कलौटेलाई मलाई अरूसँग नराख्नुहोस्। एक दिन रूपवासी शासन सत्ता अनि साइन्टिस्टले हान्ने हो। साइन्टिस्टले के दिन्छ फेरि साइन्टिस्ट पत्याएर तपाईँ त झन् पुरै फुस्किया रहेछ तपाईँलाई के भन्नु अब। ल यति भन्दा हामी कार्यक्रमबाट अब चाहिँ हामी बिदाय हुन्छौँ। अब यस्ता बोलाएर यो सच्याउने कुरा हुँदैन नि। तपाईँले फुस्क्यो भने त्यो तपाईँले सम्हाल्न राख्नु पऱ्यो नि। होइन त्यो तपाईँले सम्हाल्न सक्नु पऱ्यो नि। तपाईँ बोल्न नजान्ने अहिले सच्याउनु भन्न मिल्छ? तपाईँ बोल्न नजान्ने अर्कोलाई सच्याउनु पर्छ भन्न मिल्छ? त्यो त तपाईँले जे बोले हामी केही राख्छौँ। एक एडिट हुँदैन। एकै ठाउँमा पनि एडिट हुँदैन। हामी सिधै हाल्छौँ। तपाईँले केही बोल्न जान्नु भएन। अब हामी तपाईँहरूको कुरा राख्नै चाहन्नौँ क्या। अब तपाईँसँग वाद विवाद गऱ्यो भने हामी पनि बोलाउन सक्छौँ होइन। यहाँ गाह्रो छ नि त। त्यो भएको कारणले गर्दाखेरि अब हामी चाहिँ हाम्रो यी 10-12वटा क्यामेरा कति छन् यिनी क्यामेरा बन्द गर्न चाहन्छौँ है। तपाईँको कुराहरू अब यतिकै राख्नु पर्छ। के अन्तिममा केही इच्छा छ र केही 2-4वटा फुस्किया कुराहरू छन् भने चाहिँ फुस्किया हजुर हामी तपाईँहरूको राम्रै तरिकाले दिन खोजिरहेको थियौँ। बिचमा तपाईँहरू फुस्किया कुरा गर्नु पर्यो। ऊ हेर्नुहोस् म फुस्किएको हाँस्नु पनि अर्को आउँदैन मलाई बोल्नै आउँदैन। तपाईँले बुझाउन सक्नु पऱ्यो नि त। तपाईँले मलाई बुझाउन सक्नु भयो होइन जनतालाई कसरी बुझाउन सक्नुहुन्छ? मैले भनिदिनु त तपाईँलाई जस्तो बाइकमा पेट्रोल हाल्नुपर्छ हो। पर्छ घोडा चढ्ने भयो भने पेट्रोल हाल्नु पर्यो। पेट्रोल पैसा बचेन तपाईँको वर्षमा कति पेट्रोल सत्यानाश हुन्छ होला पैसा किनेर ल्याउनु पर्छ। त्यो पैसा बचेको बचेन। ध्वनि प्रदूषण गाडीको धुवा मैले तपाईँको कुरा बुझिसकेँ। त्यसो भए अब हामी यसो गरौँ न त। त्यो हुन्छ जामको समस्या छैन धुलोको समस्या। त्यो धुवाले तपाईँको क्यान्सर रोग हुन्छ भने घोडा चढ्दा रोग लाग्यो। त्यो फाइदा बुझ्नुपर्छ कि तपाईँले कोट्याउँदै बिस्तारै बुझ्दै जाने। त्यसो भए त यसो गरौँ नि त। अब बाइक अब बाइक गाडी चलाउँदा चाहिँ धुवा प्रदूषण हुने भयो। अब मान्छेले खाँदाखेरि हग्नुपर्छ त्यो गुन्नाएर कस्तो हुन्छ त्यो पनि खतम हुन्छ। अब मान्छेले खानु छोड्नु पऱ्यो। के खाने त अब मान्छे कसरी पार्ने त? अब तपाईँ हाउ कुराहरू हुन्छ मान्छेले पनि खानु जानेन भने त त्यो दिशा खानु नजानेर दिशा जाने राम्रोसँग गएन भने मान्छे त दिशा अड्केर नि मर्या त हो। तपाईँ पनि त्यही नचाहिने कुरा गर्नु। तपाईँ घोडामा चढेर ल मानौँ तपाईँ चाहिँ देशको विकास गर्न भनेर आउने मान्छे। जिल्ला 77वटा छन्। तपाईँको भोलि गएर चाहिँ त्यहाँ हामीलाई रुकुमको एउटा कुनै राम्रो काम गर्नु पर्ला। अब घोडामा चढेर कहिले पुग्ने विकास गर्न त्यहाँ ल भन्नु यसको जवाब दिनु आयो सर त खै त्यो मिलाएर कहाँबाट मिलाएर हुन्छ तपाईँले जवाब दिन आउँदैन भनेपछि त्यो पैसा किन बनाउनुहुन्छ? 10-15 मिनटको समयमा सबै कुरो भन्न सकिन्न।